हेलो एभ्रिवान। आज चाहिँ हामी मेरो मेहन्दी डेको चाहिँ केक टिप्सहरू हेरौँ ल। अब यहाँबाट सुरु भयो अनि बिस्तारै बिस्तारै डेकोरेसनहरू हेर्दै हेर्दै अनि हामीहरू चाहिँ इन्जोय गर्दै गर्दै चाहिँ मेहन्दी लगाइराख्नु थियौँ। अनि मेहन्दी लगाइदिनलाई चाहिँ दुईजना सिस्टरहरू आउनुभएको थियो। अनि उहाँहरूले चाहिँ आर्ट चाहिँ कस्तो छिट्टो गर्ने क्या, कस्तो राम्रो गरिदिनु भयो अनि मलाई पनि चित्त बुझ्यो। अनि यस्तै यस्तै हुँदैछ अहिले चाहिँ। अनि त्यहाँबाट मेरो छोरी चाहिँ त्यहाँ नक्कल पार्दैछ, दिदीको छोरी। अनि उहाँहरूले चाहिँ यस्तो राम्रो लगाइदिँदै हुनुहुन्छ। एउटा हातको कम्प्लिट हुन लागेको छ। अनि त्यस पछाडि चाहिँ यो कम्प्लिट हुँदासम्म कस्तो हुन्छ हेर्दै जानु ल। अनि मेहन्दीको कोनहरू यस्तो सजाए जस्तो गरेको होइन। अनि त्यहाँबाट यस्तै अनि खुट्टामा पनि गर्दै हुनुहुन्थ्यो, हातमा पनि गर्दै हुनुहुन्थ्यो। त्यस पछाडि चाहिँ अब सक्यो अनि म चाहिँ हल्का पोज दिँदैछु देखाउनलाई। अनि त्यतिखेर चाहिँ मक्क चाहिँ आफ्नो मेहन्दी देखेर, आफ्नो मेहन्दीको कलर देखेर चाहिँ म चाहिँ मक्क परेर चाहिँ अनि देखाउँदैछु क्या। अनि तपाईँहरूलाई कस्तो लाग्यो, मन पऱ्यो कि मन परेन? यो मैले चाहिँ यताउता कता कता राखेको छु। अनि नाम पनि लुकाएर राखौँ भनेर बनाएको, तर त्यस्तै भइहाल्यो। देखाउने कार्यक्रम, फोटो खिच्ने कार्यक्रमहरू भइरहेछ हुँदैछ। अनि हामी चाहिँ जति सेलिब्रेसन गर्ने भन्छ अनि सेलिब्रेसन गर्न लाग्दैछौँ। हामी चाहिँ केक सेक काट्छौँ अनि सेलिब्रेसन गर्छौँ। यति नै हो। मेरे हाथ में है जो मेहंदी, बस नाम पे कालंदी, वो खोया कहाँ पे है ढूंढो जरा। सेलिब्रेसन हुँदैछ मक्का गरेर चाहिँ सेलिब्रेट गर्दैछु। अनि एउटा चाहिँ बलिसक्यो, एउटा चाहिँ बलिरहेको थियो। अनि म चाहिँ त्यसलाई हेरेर मक्का परिरहेको थिएँ। थ्याङ्क यू। आजलाई यति नै।